आज भुल्के सिमसर आइसकेका छौँ है। ओ दामी छ कि भिडाइ छ मान्छेहरू। रोशन सर कता हो कता हो आजको हेर्नुहोस् है। आज धेरै मान्छेहरू छन्, भिडाभिड छन् है। पानीको धारा यता हो, कुवा कुवा यता छ कि क्या हो? के गर्न आँटेको त? खुट्टा धुन आँटेको हो र? ल हेर्नुहोस् यहाँ कुवा छ। एउटा मात्रै कटेज भएर चाहिँ भिडाभिड भएको छ है। एकदम रमाइलो भएको छ। ल छिटो आऊ है रोशन। यस्तो दामी भएको छ क्या आजको दिन चाहिँ। धेरैजना छन्। हाम्रो यही भुल्के सिमसार हो। यहाँ काँडे पोखरी छ। यो सुन्तलीदेखि तल पर्छ है। आजको भिडियोमा चाहिँ गाडी नै गाडी छ, तपाईँहरूले देख्न सक्नुहुन्छ। कता 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 यता बसेको हो? के छ त हालखबर? एकदम ठिक छ। छोटो मिठो ब्लग। ल ल ल ठिक छ, बधाई छ। यता पनि एकदम है। अब आज रमाइलो हुँदैछ है। तपाईँहरू पनि यस ठाउँमा चाहिँ आइदिनु होला है, नभुल्नु होला। अनि छोटो मिठो ब्लगलाई चाहिँ माया गरिदिनु होला होइन। आज नयाँ वर्ष भएर होला धेरैजना आज भिडाभिड छन्। त्यसैले चाहिँ है आज हामी पनि यसो रमाइलो गर्न आइदिएको नयाँ वर्षको लागि होइन। सो गाइस माया गरिदिनु होला। के छ त? ओ अहिले त्यो सरी कोही त के खाने, अब केही न केही के खाने र अब हल्का बेलुका चटपट सटपट खाँदै सक्यो। अब हामी चाहिँ मासु सासु खाँदैनौँ, टङ्गा सुङ्गा चाहिँ खाँदैनौँ। हामी चाहिँ यसो चटपट चाहिँ खान्छौँ होइन। आइपुग्यो छेउमै, कतै छेउमै आइपुग्यो होइन। भाइले चाहिँ ओभर मासु पकाउँदैछ। वेट गर्नु ल। आजको कटेज चाहिँ भिडाभिड छ है। हेलो भिडाभिड छ कि कटेज आज? मेरो दाइ पकाउँदै हुनुहुन्छ यता सेकुवा चाहिँ है। सबले हेरिदिनु पऱ्यो। हेरेर कस्तो मजाले पकाउँदैछ। ल के छ त दाइ? ओहो ब्लग हो के छ दाइ हाल खबर? एकदम ठिक छ। यतिखेर त नभेटेको हुन्थ्यो। हामी हुन्छ जस्तै भए पनि हुन्छ ब्लग। ल चारैतिर सबैजना छन् खानु। हेर्नु सक्नुहुनेछ है। सबै चारैतिर भिडाभिड। यो चाहिँ भुल्के सिमसार हो। नर्सरी भन्ने ठाउँ छ। के छ पुजे भाइ? अब तलको अवस्था भन्न खाइदिन्न त एउटा तिनवटा दिन त। अब हामीलाई पनि यसो रमाइलो गरौँ नयाँ वर्षको शुभकाम। हे तुलसी बसेको पाक्दैछ है यहाँ चाहिँ। सागर बरु सुकेर गइजा। ल यति क्लिपलाई चाहिँ म यही बन्द गर्न चाहन्छु है। हजुर